प्रभु तपाईहरुसँग हवुन्। सन्त मार्क अनुसार सुसमाचारबाट लिएको पाठ। यीशु सभागृहमा प्रवेश गर्नुभयो। त्यहाँ एउटा हात सुकेको मानिस थियो। उहाँले विश्राम दिवसमा पनि निको पार्नुहुन्छ कि भनी कति मानिसहरूले आँखा फुकालेर हेरिरहे। तिनीहरू उहाँलाई दोषी बनाउन चाहन्थे। उहाँले हात सुकेको मानिसलाई भन्नुभयो, माझमा उठ। उहाँले तिनीहरूलाई भन्नुभयो, विश्राम दिवसमा भलो काम कि कुभलो काम गर्नु उचित हुन्छ, जीवन बचाउनु कि मार्नु? तिनीहरू चुप रहे। रिसले चारैतिर हेरेर तिनीहरूको हृदयद्वार बन्द भएको देखि चिन्तित भई उहाँले त्यस मानिसलाई भन्नुभयो, हात पसार। उसले पनि पसार्यो। उसको हात पूर्ण स्वस्थ भयो। फारिसीहरू बाहिर गएर यीशुलाई कसरी नाश गर्नुपर्ने भनी हेरोदसँग तुरन्त सल्लाह गर्न लागे। प्रभुको सुसमाचार। आजको सुसमाचारमा हामीले सुन्न पायौं कि यीशु सभागृहमा प्रवेश गर्नुहुन्छ अनि त्यहाँनिर उहाँले एकजना सुकेको हात भएको व्यक्तिलाई त्यहाँनिर भेट्नुहुन्छ अनि उहाँले त्यो व्यक्तिलाई निको पार्नु चाहनुहुन्छ। तर त्यहाँनिर फारिसीहरू पनि छन्। फारिसीहरू चाहिँ त्यहाँनिर यीशुले त्यो व्यक्तिलाई निको पारेको हेर्न चाहिँ होइन, तर उलाई दोषी पार्नको निम्ति या दोष लाउनको निम्ति चाहिँ उनीहरू त्यहाँनिर बसिरहेका हुन्छन्। र त्यसबेला यीशुले एक गहिरो प्रश्न गर्नुहुन्छ, सभागृहमा असल गर्नु उचित हो कि खराब? जीवन बचाउनु कि नाश गर्नु? उनीहरू मौनताले कठोर हृदय प्रकट गर्दछ। र यो प्रश्न गर्दाखेरि उनीहरूको त्यहाँनिर मौनता छँदछ। मौनता त्यहाँनिर हुँदछ अनि त्यो मौनताले यो बताउँदछ कि उनीहरूको कठोर हृदय। यीशुले हामीलाई देखाउन चाहनुहुन्छ कि परमेश्वरको नियमको केन्द्रमा प्रेम र करुणा छन्। विश्राम दिवस जीवन पुनरुत्थान गर्नको लागि हो, करुणा रोक्नका लागि होइन। जब यीशुले त्यस मानिसलाई निको पार्नुहुन्छ, उहाँले केवल हात मात्र निको पार्नुहुन्न, तर उहाँले त मानवपूर्ण स्थापना गर्नुहुन्छ। तर दुःखको कुरा, खुसी मनाउनुको सट्टा फारिसीहरू क्रोधित हुन्छ र उहाँको विरुद्धमा योजनाहरू बनाउन थाल्छन्। यस सुसमाचारले आज तपाईँ अनि मलाई आफ्नो हृदयलाई पनि प्रश्न गर्न आह्वान गर्नुहुन्छ। के हामी कहिलेकाहीँ प्रेमलाई बिर्सेर नियम र परम्पराहरूमा मात्र अड्किरहन्छौँ कि? या के हामी नियम र करुणाहरूको पक्षमा बोल्नुपर्ने ठाउँहरूमा हामी चुप बसेर मौन बसेर हामी मौनमा रहन्छौँ कि? आफूलाई प्रश्न गर्नुपर्दछ। यीशुले हामीलाई आफ्नो हृदय खोल्नको निम्ति आह्वान गर्नुहुन्छ। आफ्नो हृदयमा करुणा ल्याउनको निम्ति उहाँले आह्वान गर्नुहुन्छ। उहाँले ख्रीष्टले जस्तै प्रेम गर्नबाट डर वा हृदयको कठोरतालाई होइन, करुणालाई निम्ताउन उहाँले आज हामीलाई आह्वान गर्नुहुन्छ। यस सुसमाचारले हामीलाई आफ्नो हृदयलाई प्रश्न गर्न आह्वान गर्नुहुँदछ। कतिपय समयहरूमा हामी केवल नियम कानुनहरूलाई मात्र ध्यान दिइरहेका हुन्छौँ अनि यो क्रममा हामी हाम्रो हृदयबाट प्रेमलाई हामी बिर्सिरहेका हुन्छौँ, करुणा हामी बिर्सिरहेका हुन्छौँ। र आज कतिपय समयहरूमा हामी यस्ता पनि हुन्छौँ कि यो नियम कानुनहरूको कारणले गर्दाखेरि बोल्ने पर्ने ठाउँहरूमा हामी मौन भएर या चुप लागेर बसिरहेका हुन्छौँ। तर आज प्रभु यीशु ख्रीष्टले हाम्रो हृदयलाई खोल्नको निम्ति उहाँले आह्वान गर्नुहुन्छ। हाम्रो हृदयमा प्रेम र करुणा बहाउनको निम्ति आह्वान गर्नुहुन्छ। जसरी आज प्रभु यीशु ख्रीष्टले आफ्नो प्रेमद्वारा त्यो नियमहरूलाई पर सार्नुभयो, आज हामीलाई पनि यो सुसमाचारले यस्तै बन्नको निम्ति आह्वान गर्नुहुँदछ। आमेन।